आज माछा मार्न जाँदाखेरि यस्तो होला भनेर मैले सोचेको पनि थिइनँ। के भयो होला त ल आउनुहोस् हेरौँ। सो हेलो गाइस एन्ड वेलकम ब्याक टु माई न्यू भिडियोज। सो गाइस सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु र आज फेरि पनि तपाईँको सामु एउटा नयाँ भिडियो लिएर आएको छु गाइस। आशा छ सबैजनालाई भिडियो राम्रो लाग्नेछ। आज चाहिँ हामी दुईजना जाँदैछौँ खोलामा माछा मार्नको लागि र सब सामानहरू पनि रेडी बनाएर हामी हिँड्यौँ खोलातिर माछा मार्न भनेर। सबभन्दा पहिले त माछाको लागि चारो चाहियो, चारो नभए माछा आउँदैन। माछालाई चारो भनेर गाउँको बिठो मुछेर यहाँ रेडी भइसक्यो, डल्ला पारियो। ल त साथीहरू, हाम्रो फिसिङ रड र बोतलमा नरहरू पनि बेरेर रेडी बनायौँ र हामी चाहिँ हिँड्यौँ। सबभन्दा इम्पोर्टेन्ट चिज चाहिँ हाम्रो यही तीनटा हो है साथीहरू। जाल छ यहाँभित्र, अनलाइन सपिङ हान्दिएको यसो हल्का। खोलामा चाहिँ बाख्राहरू पनि लगाएर बानी, घाँस चराउने भनेर बाख्राहरू पनि फुकाएर म हिँडिसकेँ। बाख्रालाई यहाँ बानी र हामी चाहिँ अलि माथि गएर थाप्ने भनेर हिँड्यौँ माथितिर। सुरुमा चाहिँ यहीँ थाप्ने भनेर अङ्कलले यहाँ यस्तो बनाउँदै हुनुहुन्छ र पिठो सिठो हालेर अङ्कल थाप्नुहुन्छ एकछिनमा। अब सब रेडी भइसक्यो र अङ्कल यहाँ पिठो हालेर फाल्दै हुनुहुन्छ। हेरौँ कस्तो हुन्छ। ल साथीहरू, अब चाहिँ हामीले यो फाल्यौँ है पानीमा। पारी एउटा थाप्यौँ र यहाँ वरि चाहिँ अब दुईवटा थाप्ने भनेर भन्दैछौँ। कस्तो हुन्छ ल जाउँ सायद तल। ओ ल साथीहरू, आउनु त आइयो, तर माछा आधै घन्टा भइसक्यो बसेको, माछा अझसम्म लाउने केही टुङ्गो छैन। एकचोटि थुतेर फेरि पनि फाल्दैछौँ। योभन्दा अगाडि चाहिँ माछा लाएन। अहिले चाहिँ के गर्छ साथीहरू, अङ्कलले फेरि त्यता हेर्दै हुनुहुन्छ, त्यहाँ पनि माछा लाएर हिँड्छ एउटा पनि। साथीहरू यस्तो अझसम्म कहिले पनि भएको थिएन, आज लास्टै भयो। अझ एक फेरि थापौँ, परे पर्छ नपरे घरतिर जाने भन्दै म पनि हिँडेँ साथीहरू र तलबाट थापियो एउटा फेरि, तर माछा परेन। माछा नपरेर हामीले लास्टै झ्याउलाएर यहाँ आगो फुकेर ताप्दैछौँ हामी यहाँ सेउलामा। सुरुमा आगो बोल्न, पछाडि धुवा पुत्ताएर बल्ल आगो बोल्दैछ। पर्चोलामा आगो फुकेर एकैन भयो भने तापियो हामीले जाडोमा। अङ्कल पनि रमाउँदै आगो ताप्दै हुनुहुन्थ्यो। हाम्रो अङ्कललाई फेरि लास्टै चिसो लागेर क्या खोलामा बसेर अब यहाँ सब सेकाउँदै हुनुहुन्छ अङ्कलले फेरि। यहाँ आगो फेरि देख्न नहुने अलि। अनि साथीहरू कति डुल्ने भनेर माछा पनि मार्न सकिनँ। त्यो यता खेततिर यसो दाउरा चिरेँ, दुई चारवटा मुढा बङ्की बङ हाने। अस्ति नैको भन्दा चाहिँ अलि कम्लो थियो यो, सन्चै हान्दा नि फुट्यो यो दाउरा, खासै गाह्रो थिएन। लगभग 3-4 भाइ जति दाउरा चिरेँ मलाई मैले। अनि फेरि अब धेरै नचिने, अब भोलि पनि राख्ने भनेर म चाहिँ अब घरतिर फर्केँ। अनि साथीहरू, तपाईँलाई भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो पनि नलाग्यो पनि लाइक सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। म फेरि पनि भिडियो लिएर आउँछु साथीहरू। एन्ड बाई।